मित्रहरू नमस्कार। आज बुद्ध जयन्ती। ओम मणि पद्मे हुम। आजको यस बुद्ध जयन्तीको पावन अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र केही बुद्धका शिक्षाबारे शेयर गर्न गइरहेको छु। बुद्ध भन्नुहुन्छ, दुःखको सत्य हाम्रो प्रत्येक व्यक्तिको जीवनमा, प्रत्येक प्राणीको जीवनमा दुःख छ। दुःखको कारण हो तृष्णा र चाहना। हामीले हाम्रो तृष्णा र चाहनालाई व्यवस्थापन गर्न सकेमा, त्यसमा आश नगरेमा हामी हाम्रो जीवनको जुन दुःख हो त्यो दुःखलाई हामीले भुल्न सक्छौँ र हामीलाई कुनै दुःख हुँदैन। अर्को बुद्धको शिक्षा हो मध्यम मार्गी जीवन यापन। हामीले धेरै विलासिता र कष्टमा जीवनयापन गर्नु हुँदैन। हामीले मध्यम मार्गमा जीवन यापन गर्नुपर्छ। र अर्को बुद्धको शिक्षा छ, हामीले हाम्रो विचारलाई, हाम्रो बाणीलाई, हाम्रो कर्मलाई, हाम्रो बानीलाई र हाम्रो आचरणलाई हामीले नियन्त्रण गर्न सकेमा हामीले जीवनमा शान्ति र सफलता पाउन सक्छौँ। अर्को बुद्धको शिक्षा हो करुणा, अहिंसा। हामीले यी करुणा र अहिंसामा पनि जीवनमा ध्यान दिनुपर्ने हुन्छ र हामीले अहिंसक हुनुपर्छ र हाम्रो मनमा हर हमेशा हर प्राणीको लागि करुणामय मन हुनु आवश्यक हुन्छ। अर्को बुद्धको शिक्षा छ, यो संसार परिवर्तनशील छ। यहाँ कुनै पनि कुरा स्थायी छैन, प्रत्येक कुरा परिवर्तन भइरहन्छन्। र अर्को बुद्धको मेन शिक्षा भन्नाले आफ्नो मनलाई जित्नु नै सबैभन्दा ठुलो विजय हुन्छ। त्यसैले आफ्नो मनलाई हामीले जित्न सक्नुपर्छ। त्यो नै हाम्रो लागि सबैभन्दा ठुलो विजय हो। यो बुद्धको शिक्षाको सार पनि हो। थ्याङ्क यू, धन्यवाद।